कर्कलो त सकिस अब मकिसक्ला होला हैन? बारीमा त्यसै भन्न हाम्रो बारीमा यस्ता घोका लाया छैनन्। छोरो किन चाहिन्छ भने त यस्तै बुढेसकालमा चाहिँ लड्या बेला उठाउनलाई चाहिने रहेछ। ल हिँड्नु हिँड्नु। अब त्यत्रा बजेट ल्याउनु हुन्छ, सब गाउँले यही बाटो हिँड्छन्, आफै हिँड्ने छुट्टै बाटो खने भइहाल्यो नि त। अब त्यत्रा बजेट ल्याउनु हुन्छ, सब गाउँले यही बाटो हिँड्छन्, आफै हिँड्ने छुट्टै बाटो खने भइहाल्यो नि त। हिँड मुटु। एमन गान्छे हजुर आमा यता आ त के भयो आमा? मेलकुना जान लाको झन् यहाँ घर कुला भनेको त कहाँ गइतेर हो? ओ ठुट्यो के भयो आमा के भयो कहाँ गएथिस्? तल थिएँ नुहाइ धुवाइ गरेर नयाँ लुगा लाएको आज मैले। तँलाई सबै चिरी च्याट्ट भएर बस्नुपर्छ। आज त कति राम्रो देखायो त माला। त्यहाँ गोरु बानिस् नि पानी सक्यो अघि नै पानी राम्रोसित बानिस्। बाने त फुत्किँदैन। अनि मामा खोइ त? खोइ मामा बाख्रा कोठा जानुभएको थियो। म मेलकुना जान्छु बजार गएर अनि अब यो घिउ बेच्न पर्यो। म खानु पर्छ भातमा यति तँलाई लाग्दैछु भित्र। जेनी बेच्ने भनेको छ जेनी बेच्ने भनेको छ। अनि बेचेको अनि तँलाई अनि पर्ने अनि चाहिन्न त पैसा। घरमा नि रेखदेख पनि गर्नु, भात पकाएर पनि खानु, दिउँसो घाम चर्किन्छ म हिँड्न सक्दिनँ होइन। अब म यो तरकारी र यो घिउ के भन्छ के बजार रे बाबु? मेलकुना बजार गएर बेचेर आउँछु। किनभने नि सुन्न यहाँ चाडबाड पनि नजिक आउँदैछ। चाडबाड पनि नजिक आउँदैछ। अब तेल मसला जोरजार गर्नु पर्यो। घरमा को आउँछ को आउँदैन। एउटा लाली गाजर ल्याइदियो है। अझै भन्। चस्मा चस्मा त त्यही तेरो गरेको देला त छ त एउटा माला दिएछ ए माला। यो खोल तँलाई अर्काले दिएको माला मैले तँलाई के पुरा छैन? तिमीले माला ल्याइदिएको थियौ अनि मलाई भन्नु पर्यो नि यो खोल यो यो घिउ हो। घिउ हो बाबु। किन बाबु किन हेर्न लाग्यो? मलाई खानु पर्छ कहाँ बेच्नु लाग्यो? तँलाई पनि राख्दैछु बाबु राख्दैछु नखोल। यो अब खर्च चलाउनु परेन घरमा भने के। मलाई खानु पर्छ नि त घिउ। राख्दैछु कि 2 माना राख्दैछु तँलाई। घिउको पिरै नगर्न। सबै मामाले खाइदिन्छ मलाई हुँदैन नि छैन सबै गइसक्यो। म मेलकुनाबाट आएपछि तैँले भान्जालाई खाना नदी तैँले मात्रै खान्छस् क्या घिउ? भान्जा लुरे भइसक्यो तँ चाहिँ भएर मोटाउने भन्छु म। मेरो पनि खोसेर खाइदिन्छ सबै। म मेलकुना गएर आएपछि त्यसलाई मैले ठिक पार्छु। यो म राख्छु नि। होइन बाबु यो त अब बेच्न पर्छ घर खर्च चलाउनु परेन। तेरो हेर्न यहाँ लुगा नि 4-3 लाखा अनि लुगा सुगा अब चाडबाड आउँदैछ लुगा किनिदिनु पर्दैन तँलाई? उसो भए मलाई लुगा ल्याइदिनु। एउटा काल चस्मा हुन्छ नि चस्मा ल्याइदिनु। यहाँ भात पकाइस् म साँझ आउँदाखेरि अलि ढिला हुन्छ होला। अब घिउ बिक्री गर्नु पर्यो। कति लाग्यो घिउहरू? तरकारी बिक्री गर्नु 1 झोला तरकारी लगेको छु अलिअलि नचल। घिउ तँलाई राख्दैछु कि हामीले आमा छोरीले खानलाई अलिकति बट्टामा राखेको छु त्यही खाउँला। फेरि भइहाल्छ नि।
हप्ता दिन मुही पारिन्छ के गर्नु त अब धेरै अब भैँसीले दुध दिने भएपछि अब एक दिन बिराएर पार्नु हुन्थ्यो अब के गरौँ त आधी दुध तैँले खर्लप्पै पार्छस् ल जाऊ मलाई नबिर्सी ल्याइदेऊ ल ल घर हेरेर बस मामा भान्जा भएर हजुर म आउने बेलासम्म तिमीहरू कहीँ पनि नजाऊ जाएन कहीँ जाएन जाँदैनौ जाएन ल त्यसो भए तँलाई जे भन्यो त्यही म किनेर ल्याइदिन्छु हुन्छ हो ल यो लैहाल्नु त ल है भात पकाएर नि खाऊ है ल उता गाई बाख्रालाई भैँसीलाई पनि हेर है ल नआउने राम्ररी बस है राम्रोसँग हस् पहिले भित्र जा अहिले फेरि उसैलाई भेट्न जानलाई होला भित्र जा बाहिरबाट चुकुर लाग्यो नि जा ढोका ठोकेर बस फेरि पैन नभाकी आमा देख्नुहुन्न कहाँ गएका यी कुराहरू पनि यसो चारो हालेर खाँदैनन् यता जान्छ दिदी टाढै म मेलकुना बजार गएर आउँछु भान्जाको केही भर छैन त राम्रोसी घर हेरेर बस है अनि भान्जाले भनेको तैँले धेरै घिउ खान्छस् अरे भान्जाको भाग पनि खोसेर खान्छस् अरे त्यसो नगर बाबु है डल्ले मामा भान्जा मिलेर खाऊ है कहाँ खानु दिदी त्यो भान्जावाले कुरालाई आएन होला दिदी पनि के हो खाएको छैन कि दिदी त्यो भान्जालाई पकाउन मैले जानेको छु पुरा पो लाउँदो रहेछ त्यो अलि भर लाग्दो छैन के है डल्ले ल म गएर आएँ मेलकुना बजार ल जानु दिदी राम्रोसँग जानु म हेर्छु ल है ल जानु धाइआमा ए धाइआमा मेलकुना जाने भने होइन हिजो जानु छिटो म पनि खयर भएर आएको छु त जाम ल के धेरै ल्याए क्या हो अब झोलामा अटेसम्मको लिएर आएको छु ए घिउ कति हो भरि छ भरि छ मेरो त मैले पनि ल्याएको छु अब चाडबाड पनि नजिक आउनु थाले हो नि तेल मसला चाहिहाल्यो हो अब के गर्नु पर पाहुना आउँछन् लुगाफाटो पनि हेर्नै पर्यो मैले त एक जोर कपडा किनेर लिउँला भनेको छु छोरीले हैरान पार्छ कालो चस्मा ल्याइदे भनेको थियो हाम्रो नि भने नि उहाँ चस्मा ल्याइदिनु कपडा च्यात्यो यी भन्छ यता हेर्नु त धाइआमा ए हेर त आमा मेरो कपडा च्यात्यो भने मेरो झन् मेरो त्यो ठुटिल त कालो चस्मा ल्याइदियो है अझ लिपस्टिक पनि ल्याइदियो भने चाहिँ अब ल्याइदिनु पर्ला के गर्ने एउटा छोरी होइन मेरो छोराले पनि आमा कालो चस्मा ल्याइदिनु है भन्छ अनि मैले भने त्यो कालो चस्मा लाउनु हुँदैन लडिन्छ भनेर भनिदिएको छु त्यही पनि नाइ आमा नाइ भने ल्याइदिनु परिहाल्यो छोराछोरीको खुसी नै हाम्रो खुसी हो नि के गर्नु त्यही त भने ल अब के भन्छ ल्याइदिउँला आफूलाई नभए भने ल्याइदिउँला ल्याइदिउँला अब के गर्नु त छोराछोरीलाई नि खुसी बनाउनु पर्यो क्यारे रमाइलो गर्नु नमस्कार गरे है धाइआमा र हाम्रो भटासे काकीलाई नमस्कार यो बुच्चेको काम नमस्कार अनि कसैले पात बोकेर कता लाग्नु भयो त टन्नै लिएर आउनु भएको छ त हामी मेलकुना बजारतिर जान लाग्यो घिउ बेच्न तरकारी बेच्न अनि हामी यहाँ छैनौँ यति बेच्न उहाँ पुग्नु पर्छ त बुच्चे के भएछ र धाइआमा यो पहिरन यही पनि नलाए भइगयो अब नाङ्गे हिँडाल तेरो स्वास्नीलाई खन पैसा तिरेर अहिले तपाईँहरू जान लागेकै बजार गएर ब्युटी पार्लर यति राम्री बनाएर ल्याइछु तपाईँहरू त त्यतिकै बुढी भइहाल्नु भने न यस्तो लाउन जान्नुभयो न हामीले जस्तो खान जान्नुभयो
घुँडा माथिको लुगा पनि लाउँछ ल यस्तो लुगा लाउनु भन्दा त बरु नाङ्गै हिँडे नि हुन्थ्यो नि है हो नि के भइछ र झन् अर्काको बुढाले यति माया गरेर त्यही भने यस्तो बुढी मान्छेले त आँखा लाउँछन् आफ्नो मुटुलाई लाजै पजेकी रहेछ है के भइछ र म नाङ्गै हिँडेको छु र त्यो पाजीमानको पहिला आउने मान्छेले नि कहीँ राम्रो लुगा लाउँछन् त हो त नि अर्काको बुढाले जो पाइकै भन्दै रहेछ होइन ए भटासी बोजे त्यो पाजीमानले त राम्रो शिक्षै दिएको रहेनछ क्या है अझ गाउँ समाज सेवा गर्दै हिँड्छु भन्छ अझ बजारतिर जान लागेको मान्छेको यस्तोको अनुहार अझ हाम्रो छोराछोरीको अझ उ गरिदिन्छ त्यही त साइड पनि नपर्ने भएको हो नि भटासे काकी दाइरामा नमस्कार 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 अनि के टाढै हो र हामी मेलकुना बजार जान लागेको ए सामान पनि टन्नै बोकेको छ त ए घिउ तरकारी बोकेर हिँडेको चाडबाड पनि नजिक नजिक आउनु थाल्यो अनि त्यही भएर पाजीमानले त राम्रै छोरी पाएको रहेछ नि अनि मेरो जस्तो छोरी कसको छ त अरूको राम्रै शिक्षा दिएको छन् त्यही त अनि राम्रै चिज मेरो जस्तो छोरी पाउनु त खपरा ल्याउनु पर्यो नि त भटासे आमा जाम जाम यस्तासँग के कुरा गर्नु त्यही त नाम पनि पाजी कुरा पनि पाजी नै गर्दो रहेछ त्यही त जस्तो नाम उस्तै काम तिमीलाई केटा पाउ आमाले किन कुरा राखो त्यो घिउ खा मैले खाएको घिउ मैले के कुरालाई अनि घिउ खा भने मैले कुरा लाउने अस्ति त मेरो भएको त सबै जिउ घोप्टाएर खिच्ने एक्लै खिच्नेको मामा मलाई भन्थ्यो मेरो टाउको तिमीले घप्लाकै घप्टाएर हाले होइन मेरो पाउ दुध पनि खाइन त दही पनि खाइन मामालाई कुट्नु हुँदैन मामालाई कुट्नु हुँदैन भान्जी बुहारी गाली गर्नुहुन्न भान्जी बुहारी गाली गर्नुहुन्न भन्दिनँ मामासँग भन्दिनँ भान्जी बुहारीलाई कुट्नु होइन त म त्यो के ससुरा भए तिम्रो बुवा कि खालि हामीलाई मात्रै गाली गर्न जान्दछ अब यसो चौतारो बनाइदिउँ यसो ठाउँ ठाउँमा पानी खाने धारा बनाइदिउँ भनेर चाहिँ बुद्धि कहिले आउँदैन ज्वाइँ छोरीलाई देख्यो कि के गर्न मास्थ्यो भनेर गाली मात्रै गर्छन् है त्यस्तो भन्नुहुन्न के बा हो नि त हामी भन्दा त ठुलो मान्छे हो नि त आफूले भने ठुलो मान्छेले भनेको कुरा सुन्नु नि पर्छ क्या कति बालाई तपाईँले पनि गाली गर्नुभएको ल ल ल गाली गर्दैन अब आफ्नो मुटुले भनेपछि जे पनि ससुरा बा हुन् ए बा मैले खाना बनाइसकेँ भात खान नजाने एहे भोक त लागिछ अब यसो गर नि त आमालाई लिएर जा आमा छोरा खाँदै गर म आइहाल्छु है अनि हजुर नजाने हो र म 10 मिनटमा आइहाल्छु मेरो एउटा सानो काम छ सकेर आउँछु ल आमा छोरा खाँदै गर न अब तिमीलाई भोक खप्न सक्दिनौ है छिट्टै आउनु है जान त हुन्थ्यो नि टेन्सनको पुको आउँदैछ बुझ्चे तल खोज्दै थिएँ ठ्याक्राकै भेटेँ अरे खोज्दा नि यत्रो पसिना भएर हिँड्नुपर्छ त कहाँ हुनु नि भने यो दिदीहरूले गाई फुत्किनै दिँदैन बजार जानु पर्यो अरे सबै त्यो गाई गोरुलाई चाहिँ भकारो सोर खानेकुरो हाल्दे भनेर अब छिटो गरे नि तल भेट्दैन भनेर अनि पसिने हेर्ने काम गरेर आइस् कि मलाई कतिखेर भेट्नु भनेर उकाला कुदी आयो त्यो पनि हो अब तँलाई भेट्नु पर्यो नि त होइन आफ्नो कामको लागि त मोरी मेटिया छु नि त अनि कण्ठ गरिस् त कण्ठ गरिस्
गरी तर गरेर अलिक खोइ अलिक पार्दै लाएर के बुझ्यो त्यो तैँले के गरे यो कन्फ्युज गरे जस्तो लाग्यो मलाई मन्त्रै भने त्यस्तै नै हुन्छ त अनि आदि मन्त्र हो नि त त्यो त आदि होइन आदि त लाग्नु पर्ने लाग्दै लागेन ढ्याम्मै अब ढ्याम्मै लाग्नु त लाग्नु गालामै ढ्याम्मै हानियो मलाई अब यसो गर म नि आज मेरो मुटुलाई यसो बजार घुमाएर ल्याएको थकाइ लाएर यहाँ बस्या अब अक्षता सचेता पुगेको छैन भरे एकचोटि भेट अब म च्याट्ट अक्षता पुगेर दिन्छु त्यो लर चराप हान्दे अन्त ठ्याक्कै खै तेरो कुरा मात्रै हो कि जस्तो लाग्यो अस्ति पानी ठ्याप्पै बर पिपल जस्तो भन्थिस् कुहिलीको त्यो गाला ढ्याममा हानी त के थरी थरी कुरा गर्छस् विश्वास त मलाई खै अब लाग्ला जस्तो लागेन त्यही पनि अब लास्ट चोटि हो अब राम्रोसँग गरिदिए नत्र म त ठ्याप्पै हुने मन्त्र त देखेको छैन अनि कहाँ हुन्छ त भने अनि किन नजाँदा त्यत्रो चाहिँ भेटी चलाइसकेपछि दिनु पर्दैन त पनि पोर्सेस हुन्छ क्या पोर्सेस ल भन्छ त अब भरे भेट म अक्षता हालेर आउँछु ट्याक्क फुकेर दिन्छु चट्ट खल्तीमा हालेर जानु फेरि त्यो खल्तीमा हालेर जाँदा यसो झाडीझुडीतिर छिर्ने होइन नि फेरि यसो पिसाब छिर्ला नि हुँदैन नि बिग्रिन्छ फेरि त राखेपछि खपेर भए पनि गएर ठाउँमै गएर चाहिँ मेन मान्छेलाई नै हाल्नुपर्छ मन्तरले त लागेन अक्षताले लाग्ला र भने अनि मन्तरै अक्षताले बोकेर जान्छ क्या तैँले बोक्नु त जान्द नि परेन कुरो बुझिस् ए ल ल ल अनि त्यो मेरो त्यो व्यवस्थाको लागि यसो अलिक गहिरो भएर सोच नि फेरि त्यो त सोचेको छु अब तैँ त्यो चाहिँ अब के भने एक अंश पनि ला छैन अब त्यत्रो दिइसकि के गरौँ भइसक्यो मलाई त अब चाहिँ राम्रो गरिस् भने म त त्यो पनि फिर्ता दिनुपर्छ मलाई भेटी चेटी दिएको फेरि पनि अब ढुक्क हो क्या ल ल छ्याप्पै हुने चाहिँ म दिन्छु तँलाई ल हेरौँला नि ल खै म त लागि ल ल बिस्तारो बिस्तारो ल त पनि लाग्छ अब खालको त आएको देखेर कुर्या नि उहाँ बुढीलाई छोरासँग पठाइदिरहेछु ए मलाई नि कुरा हो ल ल ल है त ल म पनि लागे तिमीले नरोकेको भए आज तिम्रो मामाको दुईटै खुट्टा बराबर सिधा बनाइदिन्थेँ म हुँदैन के हुँदैन मामा हो घरको काम लथालिनु पर्यो त यही नै हो अब यो छुट्टीलाई चेपेर ए भगवान् कत्रो तालमाल मिलाउला भनेको थिएँ अब घरको काम सकेर जाँदा त ढिलो पो हुने भयो खुट्टा दुख्यो म हिँड्न सक्दिनँ नजाऊ चितो हो नि हिँड्न आइसक्यो के केमा बोकौँ त सक्छस् कति गराउँथे काली कराइरहन्छ यहाँ गाह्रो भइसक्यो मान्छेलाई यहाँ झन् अम्मा टिपेर खुवाउला भनेको त हेर हेर चर्तीको लागि उतारी हेरको यो बुढो फेरि आए त तारी सारी लिएर ओखलेर तँलाई पक्रा खलाई यो उतारीको नमुनै रहेछ नि त अहिले जुत्ता अहिले लैजाउँ बाँच्नु मात्रै पर्दो रहेछ यहाँले के देख्दो के नमुनाहरू नै देख्दो रहेछ नि विचित्रै देख्दो रहेछ नि संसार विचित्र के छ भन्छन् हो रहेछ यिनीहरूको चर्चीकोलाई देखारे यो गाउँ नमुनै हुने भयो नमुनै यतै बस्छु नि बिहे गर्छु एउटा राम्रो ओहो दुईजना नानीहरू कहाँबाट आउनुभएको नौलो देख्छु के कति कामले आउनु भयो हामी काठमाडौँदेखि घुम्नहरूको प्रोजेक्टको लागि ए हामी कति समय जति लाग्छ होला आन्टी गएको पुग्नलाई आधी घन्टा जति लाग्छ नानी ए हो र अझै आधी घन्टा लाग्छ आन्टी
हामी धेरै टाढाबाट आएको कस्तो गर्नुभएको है बबिता त नि है बाटो नछोडिकन जानु नानी सिधा छ ठ्याक्कै पुगिन्छ है नानी हामी पनि गयौँ हस् हस् नमस्ते नमस्ते बिस्तारै जानु है नानी होइन सहरका केटीहरू भयो नि कस्तो सभ्य हुनु है नमस्ते गर्ने नमस्ते कति राम्रो जाने कति राम्रो शिर स्वभावको मान्छे पनि फेरि कति राम्रा हुन् हिरोनी जस्तै लाग्यो भने मलाई त भने प्रोजेक्टको कामले आएको रे कि होला होला यिनीहरूले त यो गाउँमा त केही विकास गर्छन् जस्तो लाग्यो मलाई त हो यिनीहरूलाई छोड्न हुन्न यिनीहरूलाई बेला बेला भेट्नु पर्यो महिलाहरूको लागि केही हक हितको लागि केही काम लिएर आएको हुनुपर्छ कि जाम जाम अब गएर यसो अब तरकारी बेच घिउ बेच भने आएर उनीहरूलाई भेट्नु पर्छ ल